के हो भाइहरु समोसा चाहिँ बनाउन कहाँबाट सिकेको पर्दा थाप्ला निवासी एउटा मास्टर शेफ आएको थियो अब अन्तिम सिमी निम्की यहाँ बनिरहेको छ त्यसपछि चियाको लागि हामीले यहाँ सामानहरु रेडी बनाइसकेका छौं राख्दा हुन्छ पर्दा त्यो एउटा अलि टाक्छ त्यो एकदम स्वादिलो छ गजब हजुरलाई स्वागत छ मेरो एउटा अर्को नयाँ शनिबार विशेषको नयाँ अर्को भिडियोमा पक्कै पनि हामीले गएको शनिबार चाहिँ चटपटेवाला भिडियो बनाएका थियौँ आज चाहिँ हामीले समोसा र चियावाला भिडियो बनाउँदैछौँ त्यो पनि हामी आफै समोसा बनाउँछौँ समोसा बनाउनको लागि चाहिने हरेक सामग्रीहरू लगभग आधी तयार भइसकेको छ र आधी सामानको लागि चाहिँ भाइहरू हाम्रो लोकल बजार बगौरा बजारमा सामान लिन भने गएका हुनुहुन्छ मेरो पछाडिको ब्याकग्राउन्ड क्या मस्त घाम छ आज यही घाममा हामी चिया र अनि समोसा बनाएर मजाले घाममा बसेर खाने चाहिँ आजको चाहिँ स्पेशल शनिबारको चाहिँ यो भिडियोमा चाहिँ रहनेछ है पछाडिपट्टि हाम्रो अस्ति छुट्नु भएको अस्तिको भिडियोमा एकजना हाम्रो भ्युअर्सले कमेन्ट गर्नुभएको थियो कि मिलमिली देखाउनु भएन भन्नुभएको थियो हाम्रो मिलमिली गाउँ त्यहाँ छ बाँकी यस्तो छ यहाँको ठ्याक्कै माथि यहाँ भगवान् हुनुहुन्छ सूर्यदेवको बाँकी यतापट्टि यस्तो चाहिँ यहाँको चाहिँ हाम्रो मौसम बाँकी यहाँ रोड गाडीहरू कुदिरहनु भएको छ र माथिपट्टि यस्तो पहाडतिर यता सल्लाघारी बाँकी समय एकदम चिल छ घाम परिरहेको छ सिरसिर सिरसिर हावा चलिरहेको छ समोसाको लागि चाहिने सामान लिएर आइसकिनु भएको छ हेलो हेलो हाम्रो समोसाको लागि आलु अलिकति धेरै गल्यो कि आलु तयार भइसक्यो चट्नीको लागि अचार योसित अरू कुराहरू हाम्रो होममेड कुराहरू मिसिन्छ साथसाथै अलिकति प्याज पनि पुगिसकेको छ भाइहरू यतापट्टि भने अब पिठो मिलाउने काम भने भइरहेको छ है यतापट्टि टक्क पारेर फुल चाहिएपछि फुल पनि माग्नु होला हामीसित फुलै फुल पनि छ अदरक लसुनको पेस्ट अलिकति थिच धेरै धेरै थिचेन भाइ ट्रेडिसनल तरिकामा तर गाइज हामीले निकाले हैन है यो पछि भइहाल्छ केटाहरूले मेहनत जारी छ यतापट्टि पनि हामी यसले आलु प्याज ठिक्क बनाएका छौँ उतापट्टि हाम्रो मसला पेस्ट रेडी भइरहेको छ है मजाले पिसिन्छ दाजु ओके प्याज पनि कटिङ हुँदैछ ब्रदर कस्तो लागेको छ प्याज काट्नमा कतै प्याजले रुवाएको त छैन नि छैन यो वाला रुवाउने प्याज छैन सब ठिक छ एकदम बढिया पिठो पनि तयार पारिसक्यौँ बाँकी यतापट्टि अचारको लागि प्लस मसलाहरू तयार हुँदैछ माथि हाम्रो समोसाभित्र राखिने मसलाको लागि चाहिँ अब जे पनि हो बुझ्नु होला हामीलाई थाहा छैन फर्स्टचोटि बनाउँदैछौँ त्यो पनि अब माथि फ्राई भइसकेको छ है अचारको लागि पनि यहाँ सामग्री तयार भइसकेको छ है यसलाई एकछिनपछि मिक्सरमा हालेर अनि राम्रो बनाउनु पर्छ के हो भाइहरू समोसा समोसा चाहिँ बनाउन कहाँबाट सिकेको ब्रदर युट्युबबाट गाइस हैन थाप्ला निवासी एउटा मास्टर शेफ आएको थियो काठमाडौँको 5 स्टारमा 6 महिना गाइस कस्तो छ हाम्रो होममेड समोसाको आकार है तर सेप दुईटै राम्रो छ है अनिले बनाएको राम्रो छ तर यहाँ अलि पानी थोरै कम भएर पानी समोसाको पेस्ट तल छ बेल्ने मान्छे यता छ ओए 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 जेकी चेन वाला फिल ल्याउनु पर्यो नि त समोसा त सबै बनाते किचन वाला फिल त्यो सिरप अनिल देता हेर्दै गर्नु है यता भगवानको नाम चक्करमा अचार गाइस मेरो चाहिँ काम यहाँ अचार हेर्ने छ कि म चाहिँ अचार बनाउँदैछु केटाहरू चाहिँ एउटा समोसाको लागि चाहिँ अब बन्दैछ नि एकछिनपछि फेरि समोसा बन्छ अनि चिया अनि माथि घाममा गएर चस चस खानुपर्छ हामीहरूले समोसाको लागि धेरै कुराहरू रेडी बनाइसकेका छौँ तपाईँहरू देख्न सक्नुहुन्छ मेरो पछाडि अब यसमा जाने छ तेल त्यसपछि हामी भाइ तिनीहरूले बनाएका समोसाहरू यहाँ चाहिँ हाम्रो समोसा बनेर भित्रबाट आइसक्यो एउटा दुईटा कति दुईटा हुन्छ तीनटा हाल्दिएँ मैले गाइस हाम्रो होममेड समोसा फर्स्ट लटको यता समोसा बनेर तयार भइसकेको छ निकाल्नु पर्यो अर्को लटको हाल्नुपर्छ यसमा तर यहाँ तेल धेरै बाहिर आइरहेछ के दाजु अन्त यो निकाल्नु ऊ होला नि
एउटा काँटावाला चम्मच हाल्ने। गाइज कस्तो छ हाम्रो समोसाहरू, यहाँ हेर्न सक्नुहुन्छ हाम्रो समोसाहरू यहाँ बनेर रेडी भइसकेको अवस्था छ। अब उतापट्टि हाम्रो निम्की पनि तयार भइरहेको छ। पहिला समोसा टेस्ट गर्न चाहन्छु अनि कस्तो भयो त्यसपछि मेरो प्रतिक्रिया दिन चाहन्छु। नखाइकन केही बोल्दिनँ म। समोसा मोटे आजा पतलु सिमी निम्की जे भने पनि हुन्छ, सिमी निम्की। यता चियाको लागि हामीले यहाँ सामानहरू रेडी बनाइसकेका छौँ। राख्दा हुन्छ ब्रदर, त्यो एउटा अलि टाढ छ त्यो। आज जोइन गर्नुको लागि हामीले अस्ति यहाँ धोकेबाज दाजु हुनुहुन्छ, यस्तै आउँछु भन्दा भन्दै हाम्रो चटपटी ब्लगबाट चाहिँ बाहिरिनु भएका दाई चुखुल्टी दाई आज आउनुभएको छ। आज हामीले भित्राएका हौँ यिनीहरूलाई। फाइनली समोसा हामीले यस्तो बनाउन सक्यौँ, फर्स्ट टाइम हो। हामीलाई सिमी निम्की जे भने पनि यता छ, बाँकी हाम्रो चिया अनि हाम्रो अचार। दिस इज कल्ड लोकल अर्ग्यानिक अथेन्टिक। एकदम राम्रो अचार गाइज, खाएर भन्नु त कस्तो भयो? एकदम स्वादिलो छ, गजब छ। हो मिठो छ, कराम मिठो छ। समोसा पनि मिठो छ। को मेरो चिया त मिठो हुने भइहाल्यो हो। गुड, राम्रो छ। आजको शनिबार हामीले अब यस्तै गरेर बितायौँ। अब यो एकछिनमा आज चाहिँ अब यो सबै बनेको चिज एकछिन कम खाइन्छ र यो सँगै आजको शनिबार हामीले आफ्नै घरमा समोसा निम्की चिया चटीसित चाहिँ सेलिब्रेट गर्दै आजको हाम्रो स्याटरडे भ्लग यहीँ खत्तम हुनेछ। अब हामी चाहिँ खान्छौँ यताउति, तर तपाईँ देख्न सक्नुहुन्छ हाम्रो दायाँ बायाँको नजारा कस्तो छ होइन। अनि साथसाथै अब एकैछिनपछि त भगवान् आफ्नो घर गइहाल्नुहुन्छ, त्यसपछि अब ध्यारो पर्नेछ। ओके गाइज, आजको लागि हाम्रो यति नै थियो। हामी त्यतिकै कोसिस गरिरहेछौँ केही न केही नयाँ गर्ने। त्यो अब आफ्नो समयअनुसार चाहिँ म्यानेज गर्ने कोसिस गरिरहेछौँ। धेरै धन्यवाद। हाम्रो च्यानललाई लाइक सेयर सब्सक्राइब अनि कमेन्ट कस्तो लाग्यो भने गर्न नबिर्सिदिनु होला है भन्न चाहन्छु। बाँकी यस्तै छ, अब यो कुरा खाइने हो, त्यसपछि सुतिने हो। ओके बाई बाई। समोसाको नि पेस्ट बनाउने काम। ओके ओके ओए समोसाको